वेलकम ब्याक गाइज, के छ कमेन्ट पढ्दै हाँस्ने हैन त। आजको भिडियो चाहिँ पुरै नमुनाहरूको चर्ती कलाले भरिएको छ। कमेन्टको त कुरै नगरौँ, बब्बाल छ बब्बाल। अबे मजा आएगा ना भिडो। ल माछा हेर्ने हो गाइज, माछा। आज चाहिँ म तपाईलाई ठुलै माछा देखाउँछु। मैले चाहिँ यति धेरै माछा मारेछु, बनाउँछु है कसरी बनाउनु रहेछु भनेर। यसलाई अगाडि यसरी हिलो पखाल्ने। माछा त बहाना हो, चाक देखाउने चाहना हो। माछा त त्यस्तै हो, ढेल चाहिँ मन पर्यो। माछा चाहिँ कुन प्रजातिको हो? रिप्लाई हेर्नु न, भोटी रे। अच्छा। त्यस्ता माछा बनाउन मैले जानेको छु, फर्काई फर्काई। ओइ माछा मार्ने मान्छे माचिने, राम्रोसँग माछा मारो हो तिमी। मैले चाहिँ यति धेरै माछा मारेछु, बनाउँछु है कसरी बनाउनु रहेछु भनेर। माछा चाहिँ होइन, माछा पस्ने ठाउँ देखाएको हो है साथीहरू। कस्तो बीचमा नै चिरिएको माछा रहेछ हौ। तू समझा? माछा चाक। यस्तै यस्तै माछा हेर्नको लागि च्यानल सब्स्क्राइब गरिराख्नु। नेक्स्ट भिडियोमा यो भन्दा ठुलो माछा लिएर आउनेछु। हे तेरिका, के साह्रो हो यार। यो दिदीको दाँत माझ्न त मुखै खोल्न नपर्ने रहेछ। तो चलिए शुरू करते हैं। जिन्दगीमा आइपरेको टेन्सन त दाँतैले चपाइदिने रहेछन्। क्या? 4 घण्टा जति मलाई जेसीबी चाहिएको थियो। 32 दाँत हुन्छ त्यो थाहा थियो, तर हजुरको मैले 42 दाँत देखेँ। मलाई रहर छैन हुने तिमीसँग। गजब बेइज्जती है। मेरो फोनबाट झन्डै बाहिर निस्कियो तपाईको दाँत। कमेन्ट हेर्नु न यहाँ। रेडियोमा फिल्म कसरी हेर्ने? कैसे कैसे लोग रहते हैं यार यहाँ पर। आफ्नै भइसक्या लागेको अर्को छैन। यो दाजुभाइको नाच देखेपछि केटीहरूको कमेन्टको त के कुरा गर्नु, सबको पापी आँखा त्यही। तो चलिए शुरू करते हैं। सानो भाइको डान्स खतरा छ। दाइ भन्दा भाइ छिटो डान्स गर्दो रहेछ। आफ्नै भइसक्या। यो भिडियोमा के हल्लियो? रिप्लाई दिए तिमीलाई चाहिने चिज बयान गर्ने ठाउँ छैन, त्यस्तो छ डान्स। आफ्नै भइसक्या लागेको अर्को छैन। के साह्रो नचाको हौ त्यो सानो भाइलाई। तो चलिए शुरू करते हैं। मैले त अरू नै हाँसेको देखेँ। हो कति मिठो हाँसेको, सबैजना लट्ठ हुने भए। बात तो सही है। दिनदिनै कमजोर हुँदै गएको छु यस्तै भिडियोले गर्दा। होइन भी हो कि त्यो डब्लु हो? पढ्ने बेलामा गुच्चा खेल्न गयो होला, अहिले डब्लु र भी चिन्दैन।
पापीहरूको नजर हेर न कहाँ कहाँ लाउँदैछ म त अभिनय हेर्दैछु मैं तो तेरे को हरामी समझता था तू तो राम निकला रे देव मानुस निकला कत्रो ठुलो हाँसेको त माया नि कतिजनाले घुसाएर हाँसेको हो माया पनि समझ रहे होइन तिमीहरू कहिले सुध्रने सुध्रिन चाहिँ कन्फर्मै सुध्रिने हो तर कुन महिनाको कति गतेको साइटबाट सुध्रिने भनेर सोचिराखेको छु कति गाह्रो छ यो दाजुलाई हेर्नु त जुन दिन कोठामा लगेर गए त्यही दिन बच्चा जन्मायो रे जुन दिन कोठामा लिएर गयो त्यही दिन बच्चा जन्मेको बच्चा पनि हो न बसाइ न कुरा गराइ न मनको कुराहरू पोख्नु मजाले पाइएन पनि आएपछि पछि मनको कुराहरू पोखौँला भेटौँला राम्रो गरी बसौँला भनेर सोच्दै थियो झन् तपाईँलाई सजिलो भएछ सरप्राइज गिफ्ट दिएको होला नि जुन दिन कोठामा लिएर गयो त्यही दिन बच्चा जन्मेको फाइदै फाइदा भएछ त जुन दिन कोठामा लिएर गयो त्यही दिन बच्चा जन्मेको झन् राम्रो दुःख गर्नु परेन बंद करो हाथ जोड़ के मैं भैँसी किन्दा पाडा उपहार यतिको राम्रो गाउनेले कुनै न कुनै ठाउँ पाउनै पर्छ कसम नपत्याए ध्यान दिएर सुन्नु होला तो चलिए शुरू करते हैं कोला कोला भाइ आफ्नै स्वरले सातो गयो कि के हो प्रयास धेरै राम्रो छ अबदेखि प्रयास कहिले पनि नगर्नु तूने तो रुला दिया आपने एक आदमी में इतना टैलेंट कैसे होता प्रयासले एक दिन अवश्य सफलता दिलाउनेछ भाइ हार नमान्नु ल अरे झूठ बोल रहा है ये झूठ बोल रहा है नाइस ट्राई नेभर ट्राई माई फ्रेन्ड आफ्टर ब्रेकअप तो चलिए शुरू करते हैं ब्रेकअप बर्थडे हिडन ट्यालेन्ट हाइड योर ट्यालेन्ट खै खै भाटा कता छ हो नेपालीहरूले अनेक जानेको यार टिकटकले गरेर केटाहरू नमोटाउने भए नमस्ते म नक्सा पास गर्ने मान्छे उमेर गइसक्यो तर पनि आँखा चाहिँ जान नहुने ठाउँमै जान्छ भने स्मल लेटर डब्लु कस्तो खाले रहेछ हौ सारङ्गी पनि पाप्रो कत्रो हो राम्रो फुलमा किरा लाग्छ रे यस्तो राम्रो फुलमा अरिङ्गल कहाँ आएर बस माया अन्धो हुन्छ भन्थे हो रहेछ अच्छा है मैं अंधा हूँ माथिको झुल कुन कम्पनीको होला अरे बाबा